Hello guys, hope you guys are fine and welcome back to my new another video after a long time पछि मैले भिडियो बनाएको छु है। सो अहिले चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु नयाँ ठाउँबाट, नयाँ ठाउँ नयाँ रुमबाट, रुम त हैन रुमको बाहिरबाट। सो अनि अहिले चाहिँ हामीले कोसी गर्न लागेको छौं हैन। हामीले चाहिँ पहिला बसेको होस्टेलमा चाहिँ त्यो कन्ट्र्याक्ट सकेको रहेछ अनि अहिले चाहिँ 8 तारिखसम्म चाहिँ सर भनेको रहेछ होस्टेल वार्डनले। अनि होस्टेल वार्डनले चाहिँ हामीलाई नयाँ रुममा सार्न चाहिँ हामीलाई रुम हेर के कस्तो लाग्छ तिमीलाई भनेर चाहिँ हामी नयाँ बास्यमा आएको छौँ, नयाँ ठाउँमा आएको छौँ है। सो यो चाहिँ यहाँ यता छ देख्न सक्नुहुन्छ बाहिरको भ्यू यस्तो बवाल देखेछ। हामी चाहिँ 501 रुममा छौँ, एकदम टपमा छौँ क्या होइन। यस यहाँ बस्नुको फाइदा भनेको एकदम हावा कस्तो मिठो आउँछ होइन, आनन्द फ्रेस हुन्छ, हावा चाहिँ बवाल चल्दो रहेछ। अनि फेरि यहाँ के वुमेन भनेको असुविधा चाहिँ के रहेछ भने यहाँ लिफ्ट नरहेछ कि सिधै तलबाट हिँड्दै हिँड्दै आउनुपर्छ कि। सब हरियो देखेछ देख्न सक्नुहुन्छ है। सुनिल चाहिँ भित्र छ, हामी चाहिँ भर्खर गएकोबाट आएको, भात पनि खाएको छैन, वाइल्ड भोक लागेको छ है। सो पहिलाको ठाउँ त एकदम राम्रो थियो, होस्टेल पनि होइन, बेड पनि छुट्टा छुट्टै थियो, रुमहरू पनि छुट्टै छुट्टै थियो। साथीसँग जस जे भयो नि 14 महिना भयो नि त जस जापान आएको अनि त्यहाँ बसेको 14 महिनै भयो नि त्यहाँ बसेको, अब दुःख सुख सबै त्यही रुममै थियो नि त। अनि कस्तो नराम्रो लाग्दो रहेछ कि सर्छु भन्ने कुराले चाहिँ। अनि अहिलेसम्म सरेको छैन, अझै 4-5 दिन बाँकी छ। सो हामीले अहिले चाहिँ रुम के कस्तो छ भन्ने हेर्न लागेको छौँ है। सो जान्न त भित्र है। यो चाहिँ हाम्रो 501 रुम नम्बर हो। म भित्र हिँडेँ गाइज, देख्न सक्नुहुन्छ यहाँ चाहिँ कुचुरिएको छ जुत्ताहरू राख्ने ठाउँ है। यो चाहिँ भक्कन यहाँ राख्नलाई मेरो जुत्ता यसो मिलाएको मात्र हो। अनि यहाँबाट यस्तो भित्र छ देख्न सक्नुहुन्छ। लाइट बालौँ न, लाइट अहिले बालेको छैन, यो केही जोडेको छैन। अनि यहाँ चाहिँ बाथरुम छ, ओफुरो भनेको यहाँ भित्र हामीले बाथ टप के। अनि यस्तो छ देख्न सक्नुहुन्छ, यो रुम टुर है। अनि तपाईँको यो चाहिँ टोइलेट छ, यो चाहिँ मेसिनवाला टोइलेट हो कि, फ्लस आफै हुन्छ कि मेसिनवाला हो। अनि तपाईँको यो टोइलेट भयो। अनि यहाँ छ मुखदनी। अनि यो चाहिँ डाइनिङ टेबल भयो। अनि यो किचन ऱ्याक, किचन भयो। अनि गिजर भयो, तपाईँको यहाँ ग्यास छ। अनि यो चाहिँ सामानहरू राख्ने भयो माथि चाहिँ। यहाँ चाहिँ भात तताउने भयो ओभन है। यो चाहिँ फ्रिज भयो, अहिले चाहिँ त खुल्लै राखेको छौँ हामीले। अनि त्यसपछि हामी भित्र जाऊँ। यो चाहिँ अर्को रुम भयो, यो चाहिँ खाट भयो। यहाँ चाहिँ तल रियल होस्टेलवाला भनेको यो कि तल माथि सुत्ने खाट जोडिएको क्या। हेर्नु न, उता हाम्रो सिङ्गल थियो नि, त्यही भएर मलाई झ्याल आउँछ कि उता सिङ्गल थियो, यता चाहिँ तल एकजना माथि एकजना सुत्ने यहाँ भइहाल्यो। अनि यहाँ चाहिँ यो कपडा राख्ने हिकिदासी भनेको दराज भयो यो हाम्रो चाहिँ होइन, 2जनाको छ। यता सुनिलको मेरो हुन्छ, यता अनिल र अनि रोमा साथीको हुन्छ है। एकदम ठुलो छ, हिरो छ भित्र नि। अनि त्यसपछि हाम्रो अर्को रुममा जाऊँ। यहाँ फेरि ऊ नरहेछ कि, ढोका पनि नरहेछ, सिधै एउटै छ कि फ्ल्याट जस्तो। अनि यता यो चाहिँ यो 2टा खाट चाहिँ यतापट्टि थियो, हामीले चाहिँ एउटा खाट चाहिँ यता राखेर यो चाहिँ हामीले यता राखेको। अब पछि यो खाटलाई चाहिँ यहाँबाट छुट्याउन मिल्छ कि, यो निकालेर एउटा खाट यता राख्छौँ, एउटा खाट चाहिँ यहाँ राखेर 2टा बराबर बनाउँछौँ कि। अहिले चाहिँ हामीले यो लिएको छौँ। अनि भित्र चाहिँ यस्तो फोहोर देखाएको छ कि हेर्नु न, हेर्दै घिनलाग्दो जस्तो। अनि त्यही भएर मैले चाहिँ पर्दा लिएर आएको तलबाट, ठ्याक्कै यहाँ पर्दा पनि राख्छौँ हामीले। यो चाहिँ बाँधिराख्यो भइहाल्यो नि, कुन बिचैमा राख्नु, यो खतरा देखिन्छ त, डिजाइन देखिन्छ त। अनि यो पर्दा चाहिँ हामीले तल चुज गरेर लिएर आएको के तलबाट। अनि हाम्रो रुम चाहिँ यही भनौँ अबको अब चाहिँ त्यो बाँधेर कस्तो राम्रो देखिन्छ ठ्याक्कै हेर न। सो हाम्रो रुम यहाँबाट यस्तो देखिन्छ देख्नुहुन्छ। अनि बाहिर चाहिँ यस्तो हावा आउँछ हेर्नु न। यो चाहिँ सेन्ताकी, यो चाहिँ युज छैन, यो चाहिँ हामीले पछि युज गर्छौँ कपडाहरू धुनलाई। बाहिर चाहिँ यस्तो रहेछ त, देख्न सक्नुहुन्छ बाहिरको केही देखिन, सब तारहरू मात्रै देखिन्छ, घरहरू यहाँ के छ। अनि कपडा सुकाउने यहाँ भयो, तर हावा चाहिँ मिठो चल्छ कि यहाँबाट है, त्यही फाइदा हो कि। तर पहिलाको जस्तो त भएन, जे भने पहिलाको त छुट्टै रुम थियो नि त हाम्रो, एसी भइहाल्यो। अनि यहाँ यो छ एउटा छेउमा गएर ठ्याक्क डिजाइन देखिन्छ नि त। अब यहाँ यो खाट चाहिँ छुट्याउँछौँ है, छुट्टाएर म चाहिँ यता राख्छु एउटा खाट, सुनिलले चाहिँ यता हुन्छ। अब माथि सुत्यो भने कहिलेकाहीँ पिसाब लागेको हुन्छ, ड्याङ्ग तल खस्यो भने खस्यो निद्राको तलमा। अब यहाँ पनि केही नरहेछ, पर्दा हाल्नु भयो ठिक्क हुन्थ्यो। यहाँबाट यस्तो छ गाइज है। यो चाहिँ हाम्रो नयाँ होस्टेल, अब चाहिँ नयाँ रुम भइहाल्यो। अब लाइन चाहिँ केही जोडिएको छैन, ग्यास केही जोडिएको छैन, रुम पनि सरेको छैन। अब सामानहरू बिस्तारै ओर्छौँ, म त्यतिखेर देखाउँछु तपाईँहरूलाई है त ल। सो अलराइट, इट्स नेक्स्ट डे गाइज है। बाहिर चाहिँ पानी परिरहेको छ तपाईँको है, सिमसिमे पानी परिरहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो पानी परिरहेको, चिसो मौसम छ। अनि सो गाइज हामीलाई चाहिँ एउटा
होस्टेल वार्डनले फोन गर्नुभएको थियो अब रुम अब सर्नी हो अब यताउति सामानहरू प्याकिङ गर्दै राख भाइहरू भन्दै हुनुहुन्थ्यो अनि आज चाहिँ आइतबार अनि हामीले चाहिँ अब रुम भर्खर खानासाना खायौँ अनि रुम चाहिँ अब हामीले प्याकिङ गर्नुपर्ने छ हाम्रो सामानहरू कता कता राख्ने केही थाहा छैन हाम्रो यति धेरै फाइनली छोडेर जाने भयो साथी यार नरो है फेरि यत्रो हामीले हेर्नु न यस्तो बबाल डेकोरेसन गरेर राखेको थियौँ हामीले हेर्नु न उहाँ गएपछि त यो त केही छैन क्या है भत्काएर गइदिने हो क्या यो निकालेर उता जा भन्नु अहिले चाहिँ यो खाटसाट सब मिलाइदियो भने अनि यता हाम्रो यो किचन छ केही मिलाएन अब यो निकाल भने है अब त्यसपछि हाम्रो दरज पनि यही थियो यार सब निकाल्नु पर्ने छ हाम्रो त अरूभन्दा नि सामान धेरै छ नि त अनि यो कता राख्ने भन्ने कुरा के मेरो स्ट्यान्ड भयो कपडा स्ट्यान्ड यो त सुनिलले नै अस्ति मगाएको यो पनि छ है अब चाहिँ हामीले यता प्याकिङ गर्नुपर्ने हुन्छ बिस्तारै बिस्तारै यत्रो दामी थियो रुम यार त्यहाँ गएपछि त यो के कपडा दिएर सुटकेसमा अरू त नि केमा राख्ने भन्ने भयो क्या यार यो खाट थियो यार यो खाट न त्यहाँ गएपछि त फलामकोमा सुत्ने यार थियो गाह्रो देख्ने गाह्रो ल म रुम मिलाउँछु त्यो गाई जाने यहाँ पैसाको खरिद लगाइरहेको थियो अनि सुनिलले 1 वर्षदेखि चेक इन गरिरहेको थियो उसले चाहिँ होइन चेक इन सेभिङ गरिरहेको थियो होइन अब सुनिलले चाहिँ फोर्छु भनिरहेको थियो अस्ति नै एकचोटि हामीले उक्सा थियौँ फोरा भनेर आज आफैले फोरा लाग्छ है कति जम्मा भएको छ थाहा छैन आज चाहिँ साथीले ब्रोक गर्दैछ ब्रोक साथीले फोड्दैछ कुनै कति भयो जापानमा आएबाटै सेभिङ गरे है तिमीले हो चक्कु ल्याउ न चक्कु जे पनि हामीले त्यस्तो के खाइँदैन नि त चुरोटक चाहिँ जे पनि खाने पैसाले त अलिकति 100 200 500 राखे पनि अलिकति आफूलाई हुने बाटो हुँदो रहेछ क्या अब सुनिले अगाडिबाटै गर यहाँबाट हात काट्दा यार ऊ के अरे उसले काट्छ नि चक्कुले सट्ट हो त्यसरी हुन्न क्या यसरी ल्याउ मलाई हेर्दै त म त फोरे भइसक्यो हो त्यसरी हात काट उसलाई यसलाई तल पिला त चक्कुको पछाडि गरिदिँदै किने फुरु निकाल्छ काट्छ पैसा च्यात्तलाई हो त्यसरी तिमी त खतरा नोट जम्मा गरेर रहेछ त लेख एकैचोटि ड्याङ्गा एक मान हाल्दैछ हुन्छ ओ एटिएम फरिराखेर न 5000 नि पैसा त खतरा जम्मा गरेर त्यही भने त म त चिल्लर जस्तो लागिरहेको थिएँ त्यही भएर किन हलुङ्गा खा भन्दै मैले नि अस्ति मर्दा मेरो 60,000 कति भएको थियो नि त 63,000 भएको थियो चिल्लर मात्र थियो मेरो यार त्यतिखेर यार पानी अनि लिएर 10 रुपियाँ हालेको थियो सुरुमा 10 रुपियाँ हालेको ल खतरै बनाएछ त सुरुमा त 10 रुपियाँ हालेको हेर त यहाँ ब्याङ्क एटिएम फरेको छु नि इप्पै बनाउँदै पैसा त यार इप्पै चेकिङ गरिरहेछ त 40,000 त होला यार हुन्छ क्रस होला यार त्यो भन्नु त बढी नै होला 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 र यहाँ जस्ट 300 भनौँ न होइन 2700 भयो 1 2 3 4 5 6 7 9 10 11 12 13 14 15 16 17 18 9,000 10 11,700 भयो यो तीनटा गरेर 11,700 भयो साबुनै कन्छ यहाँ छ त्यसले ल गर्न त ल गर्न 10,000 15 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35,000 11,000 नि 46,000 46,700 रहेछ त हाम्रो 46,700 भनेपछि 50,000 अलिक नपुग रहेछ भयो अरे नि इप्पै रहेछ त ल 1 वर्षको चेकिङ उसको चाहिँ 1 वर्षको सेभिङ चाहिँ 46,700 है
त्यही पनि यस कहिले काहीँ हाल्नलाई है कहिले काहीँ हालेको थियो है तिमीले कहिले काहीँ त्यो खाजाको पैसा बचाएर के है यति नि धेरै हो नि त काम लाग्यो नि त एउटा जे भयो नि एउटा काम त लाग्यो होइन ठिक छ अब उम्मीद गोजाइमास एउटा ऋण घट्यो उम्मीद गोजाइमास यहाँ ल गाइज यो लास्ट टाइम है हाम्रो रुम सुरुमा जापान आउँदा बित्तिकै त्यहाँबाट छिरेर सिधै यहाँ आइएको थियो यो खाट थिएन पछि आएको खाट हो पहिले यहाँ साथीको खाट थियो साथी भुइँमा सुत्थ्यो म यहाँ सुतेको थिएँ अनि त्यसपछि बिस्तारै बिस्तारै ग्रो अप गरेर यतिसम्म बनाइयो रुम है दुःख सुख गरेर जे भए पनि होइन दुःख सुख गरेर यतिसम्म बनाइएको थियो सामान्य जोडिया थियो अब के गर्ने छोडेर जानु पनि अनि नराम्रो लाग्दो रहेछ जे भए पनि होइन एउटा कनेक्ट जोडिँदो रहेछ कि मनसँग है अब के गर्नु अब गाह्रो छ सुनिलले प्याकिङ गर्दैछ अब सुनिल नेपाल जाँदैछ भने अब प्याकिङ गर्छु यो प्लास्टिकमा चाहिँ मेरो त सब लगेजहरू प्याक छ है ल यो चप्पल मल्दै जाने हो कि आमामा सुनिलको नेपाल जाने तयारी नि हाम्रो चाहिँ यता पुगो पुन्देर सब खाली गरिसकेको छौँ होइन अब रुम खाली हुँदैछ बिस्तारै बिस्तारै अब यता पनि यस्तो छ होइन ल देख्न सक्नुहुन्छ सुनिलको हालत त्यस्तो ल यता पनि हाम्रो केटाहरूको पनि बसाइ सराइ हुँदैछ होइन अनिले के निकाल्दै हो यता पनि छ केटाहरूको पनि धेरै छ यार सामान त यार भर्खर प्याकिङ सुरु हुँदैछ ल ल तर केटाहरूले यता गर्दैछ हाम्रो चाहिँ यता हुँदैछ है म चाहिँ यता छु क्यामराम्यान नमस्ते म चाहिँ भागिनु पर्ने सो फाइनली गाइज बल्ल तल सामानहरू सब निकालियो यहाँ खाली भइसकेको छ देख्न सक्नुहुन्छ खोइ लाइट बल्ल त एकचोटि हाम्रो कोठा कस्तो थियो कस्तो भयो हेर्नु त बिरक्त लागेन त अब होइन त सब प्याक गरिसकेँ मैले झोला यहाँ छ यी सब प्याक गरिसकेँ यहाँ छ यी सुनिल यहाँ छ यी हेर्न नसकेर सुते आगे कोठा हेर्न नसकेर यहाँ भित्र पनि राखेर छौँ है लगाएर खाली भइसक्यो केटाहरू नेता लगाइसकेको सब खाली भइसक्यो अब छोडिन्छ यो रुमलाई नि अब लगाइज अब आजलाई चाहिँ यति नै भयो अब भोलि भेटौँ ल सो गाइज नेक्स्ट डे भर्खर हामी ब्याककोबाट आएको है कलेजबाट आएको हामी रुम छिरेको छैन अब के कस्तो छ होला त केही थाहा छैन हामीलाई है हेर त ओए रुम त सब भित्र सिक्ने रहेछ ल हेर्नु फोन गरेर बेलुकासम्म सरम भन कि अब मर्निङ उता गएको जानु यार खाली रहेछ
यता नि खाली भइसक्यो यता त हेर त कस्तो विरक्त लाग्यो यार छ हाँस्नु सब लैसकेछ है विरक्त लाग्यो रुन पनि सकिनँ यसो गरेर सुत्ने अघि आधा अस्ति विरक्त लाग्यो सुरुमा त जापान आउँदा पनि केही हुन्न नि तिम्रो हेर त पाल पालेको ल आइयो केटा हो सो गाइज हामी चाहिँ रुम सर्दैछौँ मैले चाहिँ है अब केटाको सबको छुट्टी यहाँ हेल्प गर्नलाई धेरैजना आउनु छ दिदी बहिनीहरू देख्न सक्नुहुन्छ यहाँ आमा सबजना यहाँ आरिगातोको चाहिँ यहाँ सब खाली भइसकेको छ हाम्रो रुम चाहिँ यहाँ देख्न सक्नुहुन्छ के बाँकी छ केही नछोड है सुनिल हेर के भयो हाम्रो रुम खाली भइसक्यो देख्न सक्नुहुन्छ ए कस्तो नरम भइराख्नु हाम्रो हालत यस्तो छ पानी पानी भएछ त नानी हाम्रो गाडी चाहिँ ठुलै भयो क्या गाडी अलि सो गाइज म चाहिँ आइसकेँ हाम्रो नयाँ होस्टेलमा देख्न सक्नुहुन्छ यस्तो छ ओ माथि टपमा हो सबभन्दा माथि टपमा हो क्या ग्रिन उसमा साइकल राख्ने ठाउँ पनि यस्तो छ है अनि आधी सामान चाहिँ लिएर आइसक्यौँ आधी बाँकी छ अरू उतै छन् अनि यहाँ मसँग चाहिँ दुईजना दिदीहरू हानमा चाहिँ लिएर गइसक्नु भयो अब म चाहिँ लिएर जान्छु सामान सो ल माथि जाऊँ सो फाइनली हाम्रो रुममा आइसकेको छ हाम्रो रुमबाट यस्तो भ्यू देखिन्छ है यो चाहिँ यहाँ छ रुम त्यसपछि जुत्ता खोलेर यो चाहिँ जुत्ता राख्ने ठाउँ भयो अस्ति मैले देखाइसकेँ होइन त्यही पनि बाथरुम अँध्यारै छ के है त्यहाँबाट सिधै छ यस्तो छ देख्न सक्नुहुन्छ भित्तामा ऊ हाल्दै भने यस्तो छ कि हाम्रो रुम फेरि जस्तो सानो मिल्यो कपडा सुकाउने ठाउँ यो भइहाल्यो कति होचो रहेछ यार सो सामान अझै बाँकी छ होला सामान अझै बाँकी छ होला है एकदम सामान अब आधी छ अझै छ होला बाँकी है उसलाई त यही छ कि बहिनीलाई त फेरि यहाँबाट यहाँ माथिसम्म छ कि हेर्नु न लिफ्ट पनि छैन ल अब यहाँबाट माथि जानु पर्यो बिचरा सब थाक्यो कहाँ तलबाट पाता लाउनु पर्छ नि बिचरा देवीका सान राख बिस्तारै बिस्तारै सो अलरेडी गाइज है हाम्रो सामान चाहिँ मिलिसकेको छ अहिले चाहिँ 8 बजिसकेको छ अनि सामानहरू यताउति गर्दा गर्दै टाइम भइसक्यो राति परिसकेको छ थाहा नि भएन है सो अनि थ्याङ्क यू सो मच आज जो पनि हेल्प गर्नुभयो मेरो प्यारो साथीहरूलाई है सबैजनालाई थ्याङ्क यू सो मच चाहिन्छ कहिले काहीँ होइन साथीहरू यस्तो बेला चाहिन्छ नि त होइन अनि हाम्रो रुम यस्तो देखेको छ देख्न सक्नुहुन्छ पुरा जेलमा अब जेलमा बसे जस्तो हुन्छ हेर्नु ए मासु लिएर आउँछु ल जाउँ अनि रुमभरि अलिकति त कपडा सपडा मिलाएर गइसम्म साथीले मिलाइदिइसक्यो है टक्क अरू अलि बाँकी छ मैले चाहिँ यहाँ राखेको छु अहिले त डेन्जर ठुलो दरवाज चाहिँ है अनि मेरो चाहिँ यतै पर्दा पनि आइसकेको छ देख्न सक्नुहुन्छ सुनिलको चाहिँ यता भयो तल अनि बेड बाँकी नै छ अझै बाहिरबाट टक्क भ्यू आउँछ है टक्क लगाएर यता छ सामानहरू यस्तो छ यहाँ त साथी दुईजना साथीहरू भयो यता छ अनि यो भयो यता सामानहरू अझ मिलाएकै छैन बाँकी नै छ देख्न सक्नुहुन्छ है केही मिलाएको छैन सो त्यही हो अब मिलाउँदैछौँ अनि थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भयो के भन्न चाहन्छ रुम सरमा कस्तो लागिरहेको के भइरहेको के कस्तो अब भर्खर सहित छ गर्मी छ जस्तो छ अब हेरौँ के हुन्छ जस अहिले आज जसले हामीलाई यहाँ साथ दियो भने सबैजनाले अब ल्यायो सामान उहाँबाट साथी पाउन चाहिँ खुसी चाहिँ लागिरहेको छ यतिको साथी चाहिँ हुनुपर्छ है जापानमा आएपछि यो चाहिँ बल्ल बेस्ट चाहिँ लागिरहेको मलाई त्यही हो धन्यवाद छ है सबैजनालाई ऊ चाहिँ अब मासु लिनु गर्छ ऊ त साथीहरूकोमा छ कि सो ल मैले भिडियो यहीँ एन्ड गरिदिन्छु थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु लाइक सेयर कमेन्ट गरिदिनु होला नि
नयाँ हुन्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सनु। यति भन्दा बिदा लिन्छ। हो जय नेपाल।